गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। अब चाहिँ होइन युट्युब च्यानल भन्दै अति नै भइसक्यो। मेरो चाहिँ फोन रियलमी 5 हो, त्यही भएर क्यामेरा क्वालिटी अलिक त्यस्तो आउँदैन होला। यो चाहिँ हाम्रो पछाडि देख्नु भएको चाहिँ त्यो जम्मै छाप्रो हो, अस्ति बालेन दाइले भत्काएको हो त्यो चाहिँ होइन। अब धेरै नजाउँ न त, अहिले छाप्रोको मान्छेले मलाई हाल्ला। म चाहिँ यहाँ एउटा कामले आएको थिएँ तर काम भएन, मान्छे नै छैन। मैले एकछिनमा कल गरेर बोलाउँछु, तबसम्मको लागि बाई बाई। हाम्रो काम सकिसकेको छ होइन। अब चाहिँ गोप्रो सेटअप गरौँ अनि जाऊँ। गोप्रो भने मोबाइल सेटअप गरौँ। मोबाइललाई सेटअप गर्न चाहिँ हाम्रो यो हेलमेट छ, यो मेरो बुलेट बाइक जुन मैले 2 वर्ष सपना देखेर किनेको। थाहा नै छ होइन। अब चाहिँ यो रङ बाटोमा आउनुलाई पनि के भन्ने हो होइन। मान्छेले किचकिच गर्छ क्या, त्यही भएर अब केही नबोलिकन हर्न बजाएर टुई आफ्नो बाटो निकाल्ने हो। त्यही हो। सो हेलो। तपाईँहरूले यो बाटो देख्नुभयो होला होइन भिडियोहरूमा। तर यो बाटो अब विकास हुँदैछ, टेन्सन नगर्नु। मजाको चिलवाला पिच बाटो आउँदैछ। पिच बाटो आउँदैछ है, पिच बाटो। यही हो पिच बाटो भनेको।
अब चाहिँ एकछिन रेस्ट गर्ने हो केटा हो, अनि त्यसपछि भ्लग बनाउन जाने हो। अहिले चाहिँ ब्रेक। हाम्रो काम सकिसकेको छ होइन। अब चाहिँ गोप्रो सेटअप गरौँ, अनि चाहिँ गोप्रो भने मोबाइल सेटअप गरौँ। मोबाइललाई सेटअप गर्न चाहिँ हाम्रो यो हेलमेट छ, यो मेरो बुलेट बाइक जुन मैले 2 वर्ष सपना देखेर किनेको।